हेलो नमस्ते एन्ड गुड मर्निङ सबै साथीहरूलाई वेलकम टु माई न्यू अनदर भिडियो। आज चाहिँ बिहान उठेँ। अब म बिहान उठेर चाहिँ अब आफ्नै बगैँचामा होइन आफ्नै फुलबारीको फुलको बगैँचामा चाहिँ अब फुलहरूमा पानी हाल्न गइरहेको छु। अब फुलहरू कस्तो फुल्छ त गाइज होइन, फुलहरूमा पानी हाल्न गइरहेको छु। अब म आजको दिनमा चाहिँ के गर्छु होइन सबै कामहरूले त म देखाउने छु आजको भ्लगमा। सबै साथ सपोर्ट गरिदिनु होला है साथी हो। अब म चाहिँ यस्तो आज बिदाको दिन पनि पर्यो, त्यही भएर आज बिहानै अलि छिटो उठ्यो। केही कामहरू गरौँ न त आफ्नो ठाउँमा होइन, केही नयाँ कामहरू गरौँ भनेर अझ बिहानै छिटो उठ्यो होइन। अब त्यही भएर चाहिँ अब चाहिँ म चाहिँ कामहरूलाई अगाडि बढाउन गइरहेको छु है साथी हो। सब गरिसकेपछि म चाहिँ अब आफ्नै फुलबारीको बगैँचामा पानी हाल्न गइरहेको छु। अब बगैँचामा के कस्तो फुलहरू फुलेको छ यो पनि म तपाईँहरू सबैले देखाउन गइरहेको छु। सँगै अब बगैँचातिरै लागौँ है गाइस। मौसम पनि एकदम खुल्ला रहेको छ होइन, मौसम पनि एकदम सफा रहेको छ एकदम। म चाहिँ अब आफ्नै बगैँचामा चाहिँ फुलहरूमा पानी हाल्न गइरहेको छु। हाम्रो बगैँचा चाहिँ यस्तो रहेको छ है साथी हो, फुलहरू पनि एकदम मजाले फुलिसकेको छ। अब म चाहिँ यसमा पानी हाल्न गइरहेको छु ल। देख्न सक्नुहुन्छ फुलहरू एकदम मजाको फुलिरहेको छ। फुलहरू पनि फुलिरहेको छ। यसमा अब बढी पानी पनि राख्यो भने चाहिँ अब आउने दिनहरूमा अझ राम्रो हुनसक्छ भन्ने धारणाले फुलहरू कोही त अब सुक्दै गएको छैन। त्यही भएर अब सुक्दै गएको उसले पनि म यसमा पानी हाल्छु। आज दिनदिनै त म पानी हाल्छु, र आज म पानी हालेको चाहिँ यहाँ भिडियो बनाउन गइरहेको छु। देख्न सक्नुहुन्छ एकदम फुल सबै एकदम राम्रो फुलहरू रहेको छ। एउटै उसमा 4-5वटा फुल छ यसमा त एकदम राम्रो फुल रहेको छ है। सबैले फुलसुल लाउने घरमा होइन ट्याक्क। यो पनि फुल हो साथीहरू, यो पनि फुल हो तर यो चाहिँ अलि ढिलो फुल्छ। तर अहिले चाहिँ यो यसको कोपिला नि लागेको छैन। यो चाहिँ अलि 2-3 महिना पछि फुल्छ होला सायद होइन। अनि यो पनि फुल हो है, यो धुपिस, यो चाहिँ धुपीको रुख भयो सानो। अनि यो चाहिँ छुट्टै फुल। तपाईँले म एउटा गुलाबको फुल देखाउन गइरहेको छु है। म चाहिँ अब गुलाबको फुल देखाउन गइरहेको छु। अब यो हेर्नु कति राम्रो छ है, यो चाहिँ गुलाबको फुल साथीहरू। यो हेर्न सक्नुहुन्छ गुलाबको फुल एकदमै राम्रो रहेको छ है। तपाईँ पनि आफ्नो गर्लफ्रेन्डलाई या बोयफ्रेन्डलाई दिन चाहनुहुन्छ भने घरमा ट्याक्क लगाइहाल्नु गुलाबको फुल। एकदम आनन्द हुन्छ, एकदम रमाइलो हुन्छ। आफ्नै आँगनमा एकदम फुल फुलेको देख्दा पनि छुट्टै होइन रमाइलो फिल हुन्छ नि त। त्यही भएर घरमा चाहिँ लगाइहाल्नु हो साथी हो गुलाबको फुल ट्याक्क लगाएर है। यो फुल पनि अर्कै फुल रहेको छ। यो फुल पनि एकदम राम्रो छ, तर यो फुलको चाहिँ 4-5वटा बोट मात्र छ, तर एकदम राम्रो फुलेको छ है यो फुल पनि साथीहरू। के फाइनली चाहिँ मैले फुलमा पानी हालेर भ्याइसकेको छु। अब म चाहिँ कपडाहरू धुन्छु। मेरो चाहिँ कपडाहरू धुनुपर्ने थियो थोरै। अब म चाहिँ कपडाहरू धुन गइरहेको छु। थोरै कपडाहरू धुने, अनि घाम लागेपछि एकछिनमा घाम लाग्छ होला, घाम लागेपछि चाहिँ म घाममा सुकाउँछु। अनि लेट्स सी अब के हुन्छ साथीहरू। म चाहिँ कपडा धुन आइसकेको छु। कपडा पनि आज त एकदम धेरै रहेको छ, तर पनि म यति कपडाहरू चाहिँ अब एकछिनपछि धोएर चाहिँ म चाहिँ पानी खोल्छु। मैले चाहिँ यसमा सर्फ हालेर पहिला नै भिजाइसकेको छु साथीहरू होइन। अब त यसमा चाहिँ एकदम राम्रो भइसकेको छ। अब म चाहिँ एकछिनपछि यो कपडाहरू धोएर अनि माथि घाममा सुकाउँछु।